न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर बन्न सक्छौं प्रभु धन्यवाद हेर न हेर सृष्टिको सुन्दरता खेतका आलीहरू अन्न र बालीहरू बादल दृष्टि र बतासहरू खेतका आलीहरू अन्न र बालीहरू बादल दृष्टि र बतासहरू चराचुरुङ्गी उड्दै माथि आकाश छुँदै चराचुरुङ्गी उड्दै माथि आकाश छुँदै स्वर्गीय भक्ति छ मेरो गर न गर ईश्वरको प्रशंसा सम्पूर्ण हृदयले उपासना र आज भजन 502 हेर न हेर सृष्टिको भन्ने गीत छ र यसमा स्ट्रमिङ र गिटार कर्ड्सहरू लिएर आएको छु गिटार चाहिँ मेजर माइनर छ सिम्पल मेजर माइनर नेचुरल मेजर माइनर छ र यसमा स्ट्रमिङ पनि एकदम सिम्पल छ है सुरुमा स्ट्रमिङ भन्दा अगाडि म गिटार कर्ड्सहरू भन्छु है त गिटार कर्ड्स चाहिँ के छ भने डी स्केलबाट लिएर आएको छु यो चाहिँ अब आफ्नो भोकलमा भर्नुपर्छ अब डी हाई खेल्ने हो भने अब अगाडि बढ्नु पर्यो अनि अलिक लो गर्ने भने पछाडि आउनु पर्यो डी भनेपछि पछाडि लोमा गर्ने हो भने चाहिँ तपाईँको सी शार्प सी हुन्छ होइन अनि अगाडि जानु पर्यो भने चाहिँ डी शार्प ई त्यसरी नै अगाडि बढ्ने हो हाई र लो भनेको त्यही हो र सुरुमा हामी गिटार कर्ड्स हेर्छौँ गिटार कर्ड्समा के छ भन्दाखेरि सुरुमा डी छ डी मेजर अनि बी माइनर अनि जी मेजर यो ओपन जी भयो या अब हामीले बार कर्ड पनि खेल्न सक्छ जी मेजर ई माइनर अनि एफ शार्प माइनर है एफ शार्प माइनर भने चाहिँ अब जी हो जी को यता अलिकति पछाडि गर्ने जी को शेपमा तर यो मिडल फिङ्गर बिचको औँला चाहिँ छोडिदिने है एफ शार्प माइनर यति नै छ कर्ड्स यो सबै नेचुरल मेजरको माइनर कर्ड्सहरू हो जस्तो डी को बी माइनर भयो अनि ए को एफ शार्प माइनर भयो अनि जी को ई माइनर भयो यो चाहिँ सबै रिलेटिभ कर्ड्सहरू है मेजर माइनर रिलेटिभ कर्ड्सहरू र अब हामी स्ट्रमिङमा जान्छौँ स्ट्रमिङ पनि कस्तो छ 4/4 हो तर सजिलो छ यसमा चाहिँ हामीले डाउन डाउन अप अप डाउन डाउन अप डाउन होइन अनि यो स्ट्रमिङलाई चाहिँ ब्रेक गरेको है हाफ गरेको एउटा फुल प्याटर्नलाई चाहिँ हाफ एउटा कर्डमा बजाउने त्यसको पछिको हाफ चाहिँ अर्को कर्डमा बजाउने जस्तो लाइक डाउन डाउन अप प्याटर्न होइन स्ट्रमिङको फुल प्याटर्न तर यसलाई नै हाफ ब्रेक गरेको है र अनि हामीले चाहिँ अब सक्छ भने म्युट गरे म्युट नगरिकन गरे पनि हुन्छ है डाउन डाउन अप डाउन 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 अप डाउन अप डाउन डाउन अप डाउन है
दुईटै जसरी गरे पनि हुन्छ या अब अर्को एकदम यो अलिकति गाह्रो भयो भने तपाईलाई डाउन 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 मात्रै गरे पनि हुन्छ है लाइक 2 काउन्ट छ एउटा कर्डमा दुईटा काउन्ट भनेपछि 1 2 3 4 1 2 3 4 है भनेको मतलब 4 काउन्टमा चाहिँ 4 काउन्टको भित्र भएकोलाई चाहिँ आधा आधा गर्ने दुईटा कर्डलाई डिभाइड गर्ने है यति नै छ अनि गीतमा पनि सजिलो छ हाफ अफ कट गरेपछि एकदम सजिलो हुन्छ है सुरुमा हेर न हेर कोरस पार्ट सुरुको कोरसबाट चाहिँ के छ भने हेर न हेर भन्दाखेरि चाहिँ बी माइनर जाने है हाफ 1 2 3 4 अनि फेरि जी 1 2 ई माइनर है सुरुको पार्ट भन्छ फेरि एकचोटि हेर न हेर सृष्टिको सुन्दरता ई माइनर जाने है जस्तो डी डी बी माइनर जी ई माइनर अनि फेरि ब्याक टु सेम डी मा डी डी बी माइनर अनि अब चाहिँ जी को सट्टा ई माइनर डाइरेक्ट जाने ई माइनर ए है ई माइनरबाट ए अघि जी गएको थियो जीबाट ई माइनर गएको थियो अब अहिले चाहिँ जी नगरेर ई माइनर गएर ई माइनरबाट ए जाने है त अब हेर्नुहोस् है त एकचोटि यो फर्स्टको पार्ट हेर न हेर सृष्टिको सुन्दरता ई माइनरमा गयो यसलाई बनाउने सेम्बीमा प्रभुको भन्दाखेरि ई माइनर जाने है यो बेला चाहिँ जी नगर ई महानता एमा चाहिँ जाने अनि धनी र सेम गरी दुवै मि अब जीबाट चाहिँ अघि ई माइनर गएको थियो अब एफ शार्प माइनर है धनी र गरी दुवै मिलेर अनि फेरि ब्याक टु डी बन्न सक्छु प्रभु धन्य अब चाहिँ माइनर नजाने डाइरेक्ट ब्याक टु डी स्टार्टिङमा जाने है बन्न सक्छु प्रभुजी ब्याक टु डी है अनि फेरि अनि लास्टको एउटा सेन्टेन्स छ त्यो चाहिँ हेर न सेम हेर सृष्टिको अनि त्यसपछि एफ शार्प माइनर सुन्दरता एन्ड गर्दा ब्याक टु डी है अनि अब त्यसपछि फर्स्टको पार्ट आउँछ अनि फर्स्टको चाहिँ के छ भने खेतका आलीहरू भन्दाखेरि खेतका आलीहरू भनेपछि डी बी माइनर भनेपछि यो तीनचोटि डी बी माइनर डी बी माइनर डी बी माइनर भनेपछि तीनचोटि हाफ अफ 1 2 3 4 1 2 3 4 1 2 3 4 है त खेतका आलीहरू एकचोटि भयो अन्न र बालीहरू दुईचोटि भयो बादल दृष्टि र बतास अब र बतास भन्दा जी भन्दा एफ शार्प माइनर अनि फेरि ब्याक टु डी जाने है खेतका आलीहरू अन्न र बालीहरू बादल दृष्टि र बतासहरू जी एफ शार्प माइनर डी यो चाहिँ 1 2 3 4 है अनि त्यसपछि आउँछ चरा चुरुङ्गी उड्दै माथि आकाश छुँदै भनेपछि सेम डी बी माइनर अनि जी अनि एफ शार्प माइनर ब्याक टु डी भनेपछि यो 2 टाइम्स छ चरा चुरुङ्गी उड्दै माथि आकाश छुँदै फेरि चरा चुरुङ्गी उड्दै माथि आकाश छुँदै अब चेन्ज हुन्छ स्वर्ग नै पुगिदिन्छ मन मेरो चाहिँ स्वर्ग नै पुगिदिन्छ अनि जी
चाहिँ डी बी माइनर अनि जी अनि ब्याक टु डी है, जीबाट चाहिँ ब्याक टु डी जाने है त। ल अब त्यसपछि सेकेन्ड पार्ट आउँछ सेम हो, सेम जुन फर्स्टमा हामीले गर्छौँ, फर्स्ट र सेकेन्डको सेम सेम कुरा हो। यो जुन हामीले फर्स्टको कोरसमा गरेको छौँ सेम त्यही गर्दै यसमा हामीले याद गर्नुपर्ने भनेको कुन बेला चाहिँ माइनर जान्छ र कुन बेला चाहिँ मेजरबाट फेरि डाइरेक्ट स्टार्टिङ कर्ड जान्छ, यति मात्रै याद गर्नुहोस्। तपाईँलाई फर्स्टको कोरस र सेकेन्डको फर्स्ट कोरस अनि त्यसपछि फर्स्ट पार्टको र सेकेन्ड पार्टको चाहिँ सेम हो, अनि फर्स्टको कोरस र लास्टको गर नगरको चाहिँ सेम हो है। सो लाइक बी माइनर डी बी माइनर जी ई माइनर, त्यसपछि फेरि डी बी माइनर अनि ई माइनर ए, त्यसपछि फेरि डी बी माइनर जी एफ शार्प माइनर अनि फेरि ब्याक टु डी बी माइनर जी डी, यति मात्रै याद गर्नु पर्यो है। यो घुमेको हो, यो सजिलो छ, यति मात्र छ कर्ड्सहरू मेजर माइनर अनि यसको रिलेटिभ्स हो, नेचुरल मेजर माइनरको रिलेटिभ्स कर्ड्सहरू है। भजन 502 हेर नहेर सृष्टिको एकदम राम्रो भजन छ, सिक्नु होला। अनि तपाईँहरूलाई राम्रो लाग्यो भने सेयर सब्सक्राइब गरिदिनु होला, अनि सबभन्दा धेरै चाहिँ सेयर गरिदिनु होला। धन्यवाद, जय मसी।